अहिले म चाहिँ भेटराती अलिक मास्तिर थुम्की भन्ने ठाउँमा छु र एउटा सानो नानी यहाँनिर यो यस्तो यो बेत्तै बसेको रहेछ। यहाँ के को लागि बसेको नानी हो? दबाई खानु उपचार गर्न हो। उपचार गर्नको लागि रहेछ र नानीको चाहिँ के रहेछ बेच्ने भन्दा यहाँ अरू अरू पनि रहेछ र नानीको चाहिँ यहाँनिर अदुवा यो साग सबै थोक रहेछ होइन। अब उपचार गर्ने हो नि। ल हामीले थोरै नानीलाई सानो सहयोग गर्छौँ है। अनि नानीले औषधि उपचार गर्नु नानीलाई यहाँ थोरै कति छ 5000 छ ल राख्नु ल उपचार गर्नु। के बिरामी अरे नानीको? मुटु र बाथरोग। ए ल अनि यहाँ हाम्रो अरूजना पनि आउनु भएको छ र यो चाहिँ विशेष पहल गर्नुहुने चाहिँ हाम्रो सुरेन्द्र तामाङ हुनुहुन्छ इटरीबाट र मेरो भान्जा हुनुहुन्छ। उहाँले चाहिँ भनेपछि हामी आएको थियौँ यहाँनिर र यहाँनिर अरू अरू साथीहरू पनि हुनुहुन्छ। हामी सबैजना हुनुहुन्छ र उहाँहरूले एक्स्ट्रा फेरि पैसा कति कलेक्ट गरेर ल्याएको छौँ हामीले 71,000 भएको छ। त्यो 5000 गरेर 76 हुन्छ त्यो। उहाँहरूले चाहिँ आफ्नै कलेक्सन गरेर लिएर आउनु भएको छ र तपाईँहरू पनि सहयोग गर्न चाहनुहुन्छ भने नानीको एकदमै नाजुक अवस्था रहेछ, औषधि खाने पैसा रहेनछ र यो यिनीहरू बेचेर अलिअलि औषधि खानेसम्म पैसा चाहिँ भेला पार्दै रहेछ। तपाईँहरू पनि आउन सक्नुहुन्छ, सहयोग गर्नुहुन्छ भने भेटराती अलिक मास्तिर थुम्कीमा एउटा घर छ र यो घरमा यहाँनिर बिचमा बसेर बेच्दो रहेछ सानो नानीले। तपाईँहरूलाई नि सहयोग गर्नु चाहिँ म हार्दिक अनुरोध गर्छु।